यी जाबो सानो काम अराउँदा पनि तैँले गर्न सकिने छैन। तैँले गर्न सक्ने काम चाहिँ के हो भन् त? ओ माई गॉड, कुरा यस्तो पो रहेछ। मेरी त्यति सोची दिदीलाई ललाई भक्काई गरेर आँखामा छार हालिरहेका रहेछन्। अहिलेसम्म यिनीहरूले भित्र यतिसम्मको षड्यन्त्र बुनिरहेको रहेछ। अझै मेरो अगाडि त ठिक्क पारेर मेरो भाइ भन्दै थिए दिदीको सौताले यतिसम्मको गरिसकेको रहेछ। गर्न त मैले सक्दो प्रयास गरेको, तर बीचमा के भइराछ गडबड मात्रै भइराछ। होइन, गडबड मात्रै भयो भने हुन्छ? मेरो मात्रै फाइदाको लागि हो र तेरो पनि फाइदाको लागि हो नि? फाइदा त हुन्थ्यो नि, तर के गर्नु? यसरी नझर्किनु न, मलाई डर लाग्छ के। हो, डर त लाग्दो रहेछ नि। यति पनि काम गर्न नसक्ने जाबो काहीँ नभएको छेरुवा। अब के गर्ने होला त? मलाई त टेन्सनै भइसक्यो भने। केही पनि गर्नु पर्दैन। त जस्तो डर छेरुवाले केही पनि गर्न सक्दिनस्। त सौता पनि बन्न सक्दिनस्, त पैसा नि कमाउन सक्दिनस्। त केही पनि गर्नस् है, त बाटो लाए हुन्छ। त्यसो नभन्नुस् न, म एकचोटि फेरि पनि प्रयास गर्छु। त्यो सौता बाजीको सन्तानलाई कसरी ठिक पार्नु पर्छ भन्ने मलाई राम्रोसँग थाहा छ। हो रहेछ, सबै कुरो थाहा रहेछ। त्यही भएर त यो काम तमाम भइसकेको रहेछ होइन? यतिखेर त त्यो काम सबै तमाम पारेर उनीहरूको सारा सम्पत्ति हाता पारिसक्ने बेला भइसक्यो। तेरै कारणले गर्दाखेरि ढिला भएको। अब ढिला हुँदैन के, अब ढिला हुँदैन। त्यसको भाइ भनाउँदा आएर अलिकति ढिला भएको मात्रै हो। भाइ भनाउँदो रे? त्यसको भाइ पनि यतै छ? हो त नि, त्यसैले गर्दा त सब काम बर्बाद भएको। ए भनेपछि मैले फेरि पनि अर्को चाल चाल्न पर्यो होइन? हो, अब के गर्ने हो? तपाईले एउटा उपाय लगाउनुस्। ल ठिक छ, त्यसो भए मैले अरु पनि 2-4 जना केटा नमगै भन होइन? हुन्छ, अब त्यसै गरौँ। ए भनेपछि पुरो त्यस्तो रहेछ। यसो भए तैँले कुनै चिन्ता नलि, जे गर्न पर्छ म गर्छु। यिनीहरूको सम्पत्ति कसरी हात लाउनु पर्छ त्यो कुरो मलाई राम्ररी थाहा छ। तैँले कुरा बुझ्नी? लैजाऊ अहिले। तिमीले खायो? हजुर। गीता, को नानी आएको थियो भन्थ्यौ तिमीले? अहिले कता गयो नि त? खोइ गाउँतिर जानु पर्यो भनेर गाउँतिर गएँ। के कामले आएको थिइन्? खै मलाई अस्ति सहरबाट फोन गरेका थिए, तपाईँहरूको गाउँमा एउटा महिला समूहको गठन गर्नु पर्यो भनेर भन्दै हुनुहुन्थ्यो। त्यही भएर यी नानी आकिन्। ए हाम्रो गाउँमा त्यति धेरै मान्छे नै छैनन्, अनि कतिजना चाहिने रहेछ? चाहिने त 12-13 जना चाहिने नि। हाम्रो गाउँमा मान्छे छैनन्। अब तल टोलतिर गएर भनिदिनु पर्ला नि अरूलाई। ए ल म गाउँ घुम्न जान्छु, म पनि भनिदिउँला तल्लो टोलतिर। होइन, आज भोलि खाली गाउँतिर मात्रै जानुहुन्छ। के छ त्यसो गाउँतिर विशेष काम? काम त के हुनु नि, तिमीलाई थाहै छ नि। म रोगी मान्छे, यसो गाउँ डुल्दाखेरि हात गोडा नि तन्किने, दिमाग पनि फ्रेस हुने। त्यही भएर त म गाउँ घुम्छु नि। घरमा बसेर के नै काम छ र? त्यो त हो, तर गाउँ भएर धेरै गाउँ नडुल्नु, समय खराब छ। समय खराब छ भने मलाई थाहा छ, तर मेरो विषयमा चिन्ता नगर न। म अहिले यसो गाउँ घुमेर आउँछु। ल यो राख। खै के हो यो बुढाको चालमा त केही बुझ्दिनँ म त। पहिला एकचोटि गाउँ नजाने मान्छे, अनि रात दिन गाउँमा हिँड्नुहुन्छ। के हो यो? नबुझी भएन। हजुर, कता जानु आउनुभयो? म यसो गाउँ घुम्न जानला बाबु। घर बस्दा दिक्क लाग्यो। अनि तिमी चाहिँ कहाँ पुगेर आएको नि? म नि यसो तलसम्म पुगेर आएको बिना।
अनि दिदी कता हुनुहुन्छ? दिदी घरतिर छिन्। ल घरमा गएर आराम गरेर बस है बाबु, अहिले म गाउँ घुम्न जान्छु। ए हस् विनाज हस्। दिदी के गर्दै हुनुहुन्छ? खै भाइ के गर्नु र, यो कस्तो मैले भन्छ धुन पर्यो भनेर निकालेको छु। बाबु के भयो तिमीलाई? सन्चो छैन कि के हो? सन्चो त सन्चै छु दिदी, तर आज मैले एकदम अचम्मको कुरा सुनेँ। अचम्मको कुरा? हो दिदी, मैले त अचम्मकै कुरा सुने। सुन्नु न दिदी, त्यो हाम्रो भिनाजुले बिहे गर्नु भएको कान्छी श्रीमती के तपाईँको सौदा साँच्चै भिनाजुले माया गरेर मन पराएर बिहे गर्नु भएको र भने? कस्तो कुरा गर्छ यो? माया नगरेको भए, मन नपराएको भए तेरो भिनाजुले त्यत्तिकै बिहे गर्नुहुन्छ त? अनि त्यो रीते त्यसै आखि हो त? खै के हो मलाई त अचम्म लाग्यो। त्यो मान्छेहरू त्यस्ता कुरा गरिरहेछन्, फेरि तपाईँ यस्तो कुरा गर्नुहुन्छ। भिनाजुको हेर्ने हो भने नि भिनाजु पनि खुसी नै हुनुहुन्छ। के हो म त्यो घरको कुरै बुझ्न सकिनँ हौ दिदी। के बुझ्नु पर्यो त? बुझ्न पर्ने जति कुरा सबै बुझिहालिस्, सुनिहालिस्, यो भन्दा बढी के बुझ्नु पर्यो त? है दिदी, बुझ्न त सबै कुरा बुझियो, तर पनि फेरि पनि यहाँ के गडबड चाहिँ छ जस्तो छ के दिदी? होइन, के गडबड भन्छ यो? स्पष्ट भन्न। जिब्रो चबाएर बोलिरहन्छ। अब के जिब्रो चबाएको भन्नु दिदी? साँच्चै सुन्नु न दिदी, तपाईँलाई पहिला माया गर्ने मन पराउने कोही मान्छे थियो त है? माया गर्ने मन पराउने रे? के भन्छ यो? त्यही पनि त्यो जमानाको कुरा बिर्सिसकिने मैले। ए हो र? तर दिदी तपाईँलाई पहिला माया गर्ने मन पराउने मान्छे भनेर तपाईँकै सौदासँग पुरा गफ हानिरहेछ त। मेरो सौदासँग गफ हाकिरहेछ रे? के हावा कुरा गर्छ यसले? हावा कुरा होइन के दिदी, साँच्चै भन्दैछु। यहाँ मुख्य भूमिका खेल्ने त त्यही मान्छे जस्तो छ। तपाईँको सौदा भन्नु त भिनाजुको सम्पत्ति देखेर मात्र आखिरे। के भन्छ यो? तैँले कसरी थाहा पाइस्? कसरी थाहा पाउनु नि? मेरो यही कानले सुनेको, अनि तिनीहरू दुईजना गफ गरेको पनि देखेर आएको। यहाँ धेरै गडबड छ दिदी, धेरै गडबड छ। त्यो शोभाको बहिनी भनेपछि अस्ति तपाईँ जानुभएको थियो नि है भेट्नको लागि? त्यो निरु नै हुनुपर्छ। निरुले मलाई माया गरेको जस्तो गरेर यिनीहरू दुईजनाले चाल खेलाइरहेको जस्तो छ। केही न केही उपाय लगाएर यो सब कुरा नबुझी भएन दिदी। ए कुरा त्यस्तो पो रहेछ? यो रीते तेरो अगाडि मात्रै अबदेखि हामी झै झगडा गर्दैनौँ, मिलेर बस्छौँ हेर, ठिक्क पारेकी। यो कति छ भन्ने कुरा त मलाई राम्रोसँग थाहा छ भाइ। यो कुरा के हो त र म भएर राम्रोसँग बुझ्नुपर्छ, ढिला गर्नु हुँदैन। त्यही त है दिदी, यदि त्यस्तो रहेछ भनेदेखि त तपाईँको पनि जिन्दगी बर्बाद पार्छ त्यसले, र मेरो पनि जिन्दगी बर्बाद हुन्छ त। बल्ल बल्ल एकजना केटी मन पराएको, त्यो पनि त्यस्तो भइदियो भनेदेखि त मलाई त तनाव भयो दिदी। एकचोटि बुझ्नै पर्छ, जाउँ न एकचोटि बुझ्नलाई। ए ल तर म शोभाको घर गएर सबै कुरो बुझ्नुपर्छ, अनि शोभाको बहिनी पनि सबै कुराहरू भनिहाल्छ नि। हुन्छ दिदी, हुन्छ। म पनि एकचोटि निरुलाई राम्रोसँग सोध्छु के रहेछ यो विषयमा। सम्पूर्ण कुराहरू थाहा पाउनु छ हामीलाई जसरी भए पनि। हो भाइ, यस्तो कुरा ढिलो गर्नु चाँडो जाउँ। हस्। साँच्चै सपना तिमीलाई त त्यो रितेले बेसरी फुट्यो कि क्या? होइन दिदी, अलिअलि झङ्गल मात्र पारे कि। यही त भनेको, त्यसलाई त मिल्ने भयो म यो
पो काटिदिन्थे त्यसको घाँटी साँटी निमोठेर। कहीँ नभएकी चण्डाली यो गाउँमा कसरी भित्री होला? यसले त दुनियाँलाई नराख्ने भइ त बाँकी। चिन्ता नगर्नु दिदी, एक न एक दिन त त्यसलाई पनि तलाउने दिन आउला नि। खोइ को छ र यो गाउँमा त्यसलाई तलाउने? मैले त मान्छे देखिनँ यसलाई तलाउने त। मलाई जिम्मा कसैले दिने भए यसलाई मारेर मात्र मिलाइदिन्थेँ म। जाउँ बरु हेर आऊ। काका दर्शन काका तपाईँले त कान्छी श्रीमती भने कि कहाँबाट छुट्याएर ल्याउनु भयो यो गाउँमा? छुट्याएर ल्याएको होइन, जेठीको बच्चा नभएर फकाएर ल्याएको कहाँ छुट्याएर ल्याउनु? फकाएर ल्याएको त्यस्तै चण्डाल्नेलाई घर बिगारेको थाहा छैन, आफूलाई चटक्क भुइँमा गाड्न लागेको थाहा छैन। त्यस्तै चोथाले काहीँ नभयो कि छिट्याएर के साह्रो माया लागेर ल्याएको। त्यसलाई के गर्नुपर्छ मलाई थाहा छ नि, म ठिक पारिहाल्छु नि। कहाँ मनलाई गरिदिन्छु त्यसलाई म। केको ठिक पार्नुहुन्छ? नपक्कै हुनु भएको छ। ल पक्का त हुनु परिहाल्यो, नत्र कहाँ मेरो सन्तान कसरी चाहिँ हुन्छ। ल ल म गएँ। हेर न हेर, घर गएर कान्छी सास्नीको कुरा गर्न थालेपछि कता कता कुरा टेढा पारेर गए काका। हुन त आजकल घरका मान्छे सबै मिलेका छन्, हामीलाई के को टाउको दुखाइ? त्यही त भनेको दिदी, यस्ता चोथानेको कुरा काटेर के पाइन्छ? हिजो जान पानी पर्न लगाइसक्यो, अहिले फेरि भारी पुग्दैन। लु जाम्ता जाम्ता त। तेरिका यो गाउँमा त कोही मान्छे घरमै बस्नुहुन्न कि के हो? कोही पनि भेट्दिन त। हुन त सबै आफ्नो काममा खेतबारीमा व्यस्त हुनुभएको होला। हुन त म पनि उस्तै दिउँसो मण्डलमा गाउँ डुल्न निस्केर हिँडेछु। अब जानु पर्यो, अर्को घरमा भेटिनुहुन्छ कि? नानी हजुर दाइ, कसलाई खोज्नु भएको होला? के भयो? कोही दिदीहरू हुनुहुन्न? छन त छ नानी, जङ्गलतिर घाँस काट्न पो गएको छ त नानी। केही काम थियो कि? खासै काम त केही पनि छैन दाइ। म चाहिँ एउटा महिला स्वयंसेविका, यो गाउँमा एउटा महिला समूह गठन गरौँ कि भनेर हिँडे कि, त्यही भएर दिदीहरूलाई खोजे कि। त्यो त धेरै राम्रो हो नि नानी। अहिले यो गाउँमा कोही खासै मान्छे कोही पनि छैन, अहिलेसम्म कतिजना भेट्नु भयो? त्यही त नि दाइ, मैले त यो गाउँमा दिदीहरू कमै मात्रामा देखेँ। अब के गर्ने होला? केही गर्नु पर्दैन नानी, केही गर्नु पर्दैन। यो गाउँमा नभए तल्लो गाउँमा त भइहाल्छ नि। तल्लो गाउँको मान्छे त भयो नि, समेट्नु पर्यो नि। हुन्छ दाइ हुन्छ, दिदीलाई नि यो कुरा सुनाइदिनु है। म चाहिँ अर्को घरमा नि जानु छ कि, म जान्छु है। हुन्छ नानी, हुन्छ। हस् दाइ, नमस्कार। अनि नानी त नयाँ नयाँ हुनुहुन्छ, चिनिन नि मैले। सही भन्नुभयो, हजुरले मलाई चिन्नुहुन्न। म चाहिँ महिला स्वयंसेविका। महिला स्वयंसेविका? किन आएको नि यो गाउँमा? के काम छ र? म चाहिँ यो गाउँको महिला समूह गठन गरौँ कि भनेर आएँ। महिला समूह गठन गर्नु पर्यो रे? पर्दैन पर्दैन, यो गाउँमा त्यस्तो महिला समूह गठन गर्न पढलेख गरेका मान्छे को नै छ र? अलिकति पढलेख गरेको भनेको मै नै हो। अब म कति व्यस्त त छु भन्ने कुरा त तपाईलाई के थाहा? ए हो र दिदी? हो त नि, यो गाउँमा पढलेख गरे कि जान्ने बुझ्ने भनेको म मात्रै हो, होइन त दाइ? हो नि नानी, यो गाउँमा महिला समूह गठन गरेर बस्नु भन्दा नानी, तिमी जहाँबाट आएको त्यहीँ गयो भनेदेखि तिमीलाई कल्याण हुन्छ। त्यो त हो दाइ, तर के गर्नु, अफिसले खटाएको काम गर्नै पर्ने। गर्नुभयो, खुब गर्नुभयो। तपाईले जस पाउने काम गर्नु भएको भए पो जस पाउनुहुन्छ त। यस्तै काम गर्नु भयो भनेदेखि तपाईको उल्टै सत्यानाशै हुन्छ। हस् हस्, हुन्छ दिदी, अब जेसुकै होस्, तर के गर्ने, आफ्नो ड्युटी पुरा गर्न परिहाल्यो। हुन्छ दिदी, म जान्छु। खै छोड्नु त मेरो बाटो? ओए भइगयो नि त, कसले छेके खाएर तपाईको बाटो? हस् हस्।
होइन आजभोलि हाम्रो गाउँमा यस्तै यस्तै नयाँ मान्छेहरू नयाँ नयाँ नाम लिँदै आएको छ र त्यही भएर हाम्रो काम साह्रै गडबड भएको छ के दाइ। तिमी चिन्ता नगर, जुवा आयो नि केही फरक पर्दैन। यस्तो काम कसरी सक्सेस गर्नुपर्छ त्यो कुरो मलाई राम्ररी थाहा छ। ल हिँड जाऊ। कुरा बुझ्यौ नि, गरे मात्रै भनेर हुन्छ? दिदी के कुरा गर्दैछ नि? अब मन्जुले के भनेको? मलाई त ठिक पार्छु पो भन्दैछ त। खै भाइ के भन्न खोजेको हो? त्यो बुझ्नै सक्दैन। अनि के त भनेको? त्यो मान्छे अनि तपाईँको सौदा के भएर बसेको थियो यहाँनिर? त्यही मान्छे हो बिहान तपाईँको विषयमा कुरा गर्नु? ए बिहान तैँले भनेको मान्छे ए हो? त्यो मान्छे त अनि उतै हाम्रो गाउँको हो नि त। मान्छे भएको थियो म सानो हुँदै यो मान्छे सहरतिर गएको छ। होइन यो कसरी? ए भनेपछि सबै चाल चाहिँ यसले नै खेलेको हुनुपर्छ भन्दै थियो बिहान त। मैले विश्वास नगरेको, म त्यतिकै छोड्दिनँ दिदी। यसरी एक्कासी आवेश माएर केही पनि हुँदैन। काम भनेको बुद्धि लाएर गर्नुपर्छ, रिसले केही पनि हुँदैन। माछा त बलले होइन जुत्तीले मर्छ, जुत्तीले। यसलाई कसरी तह लाउनु पर्छ र ठिक ठाउँमा राख्नुपर्छ राम्रोसँग मलाएर, अनि तँलाई थाहा हुन्छ। अब अहिले घर छ यतिकै कहाँ घर जानु दिदी? के पो गर्दैछन्? जेसुकै गर्छ क्या भाइ, जे गर्नुपर्छ हामीले बुद्धि लाएर गर्नु हो क्या। अहिले हामी आफू थाहा पायो भने यिनीहरूले फेरि अर्को केही खेल खेल्न सक्छन्। अनि हामी फर्क्यौँ। ल निरु, तिमीले आजसम्म जे जति काम गर्यौ राम्रो गरेकी छौ, तर आजभोलि हाम्रो काममा अलिकति गडबड होला कि जस्तो लागिरहेको छ। त्यसैले तिमीले यो गाउँको कसैको नि कुरा नसुन्नु, किनभने यो गाउँका सबै मान्छेहरू खराब छन्। हुन्छ दिदी हुन्छ, तपाईँले सोचेको भन्दा राम्रो भइरहेछ काम त। तपाईँ चिन्तै नगर्नु न। त्यही त, तिमीले जहिले पनि पैसा पैसा भन्थ्यौ। दाइ आइसक्नु भयो, अब तिमीले भनेको कुरा पनि पुरा हुन्छ। हो नानी, तिमीहरूको साथमा म आइसकेको छु। पैसाको लागि तिमीले चिन्ता लिनु पर्दैन। पहिला हाम्रो मिसन काम तमाम बढाऊ, त्यसपछि तिम्रो चित्त बुझाउने काम मेरो हुनेछ। ढुक्क हो तिमी, कुरो त बुझ्यौ नि? बुझे दादा बुझे, हजुरले भन्नुभएको कुरा राम्रोसँग बुझे। त्यही हो, अलिकति खर्च पानीको अभाव भएको मात्रै हो। काम त मैले राम्रोसँग गरिरहेकै छु नि। हो दादा, निरुले काम पक्का गर्छ। उसले त त्यो निर्मलेलाई एकै झट्कामा मायाजालमा पारिहाल्यो नि। गुड, मलाई पनि तिमी जस्तै मान्छे चाहिएको भएर त पाइएको नि दाइ। अनि निरु त्यसले के भन्दैछ नि? त्यो के त्यो हाम्रो बाजी सौताको भाइ। के भन्नु नि दिदी, के भन्नु नि? त्यो निर्मल त म भनेपछि त हुरुक्कै भइसक्यो। अहिले त मैले उठ भन्दा उठ, बस भन्दा बस। अझै हेर्दै जानु न, त्यसलाई त म मेरो इसारामा फन घुमाइदिन्छु। ल ल ल, यहाँ धेरै हल्ला गरेर बस्यो भने त बर्बाद हुन्छ। बरु दाइ अलिकति पैसा छ भने निरुलाई दिनु न त। तेरिका नानी,
तिमी पैसाको लागि किन चिन्ता लिन्छौ? म भर्खर आइछु, अरू 2-4 दिन बस्छु, त्यतिखेर म जाने बेला तिमीलाई जति पैसा चाहे पनि छोडेर म गइहाल्छु। तिमीहरू ढुक्क भएर आफ्नो काम चाहिँ गर न, हुन्न? हुन्छ दादा, हुन्छ। तर मेरो नि घर फर्किने बेला भयो। यहाँ कति समयसम्म बस्नुपर्ने हो? तिमीले जति चाँडो काम सकाउँछौ त्यति नै समय बस्ने हो। बरु त्यो निर्मलेलाई पनि उतै सहरतिर जाउँ भनेर फकाएर लिएर जाऊ। त्यो त हो दिदी, उसलाई मैले बिहे गरौँ भन्नु भने त हो हरपल हर्छ रेडी छ। त्यसो गर्नुपर्छ क्या हो? उतै लिएर जाउँ कि क्या? फेरि दिदी अब मैले उता बिहे गरेर लैजाउँला, फेरि उसले मलाई छोड्न मानेन भने के गर्ने? तिमी किन चिन्ता गर्छौ? म हुँदा हुँदै तिमी यहाँबाट बिहा गरेको बहानामा लिएर आऊ। बाटोमा म केटाहरू ठिक्क बनाइराख्छु, त्यसलाई त्यही बाटोमा खत्तम बनाइदिने काम मेरो भयो। म हुँदा हुँदै तिमीले किन चिन्ता लिनु पर्यो? तिमी ढुक्क हौ, यहाँबाट लिएर मात्रै आऊ न। त्यो काम सबै सक्सेस गर्ने मेरो जिम्मेवारी भयो। त्यति भएपछि तिमीलाई पुगेन, तिमी ढुक्क हौ। ओके, यो प्लान गजब छ। डन। चस जुना बताएर होइन शेरबहादुर के गर्दै? कहाँ यहाँ यसो पानी छुटेछ कि क्या? यसो तलतिर यो बसन्तबारीतिर पानी कमी भयो, पानी छुटेर भर्खर पानी गर्दैछ। कहाँ के गर्यो बाबु? यो पानीमा त जेलाइन चाहिने चाहिँदैन काका। अब के भने अब पानी परेको छैन अहिले, अब पानी पाइपको पानीले युज गर्ने हो। अनि काका कहाँ पुगेर आउनु भएको तपाईँ? 7 परिसक्यो त। कहाँ पुगेर आउनु बाबु? यसो गाउँतिर डुलेर आएको नि। अनि काका दुईटा श्रीमतीको धनी मान्छे घरमा नबसेर कहाँ गाउँ गाउँ घुमेर आउनु भएको त काका? कति बस्नु बाबु, कति बस्नु घरमा? यसो हात गोडा तन्काउनु पर्यो, गाउँतिर घुम्नु पर्यो। बरु घर जाने बेला हो, जाउँ अब। हुन्छ काका, हुन्छ जाउँ। अब काका ल रात पनि पर्यो, अब बिस्तारै जानु पर्यो। हो बाबु। निर्मल तेरो त्यो पापले भरिएको हातले मलाई टच गरिदिन। निर्मल के भन्दैछौ तिमी? यो म त के पुरै बुझिन। के बुझ्छिस् तैले? के बुझ्छिस् तैले? सब मैले बुझेको छु। तैले त केही पनि बुझ्दिनस्। भन्, कति पैसा बिकिस्? पैसा? कस्तो पैसा? के भन्न खोजेको तिमीले? अझै नाटक गर्दैछस्? अझै थाहा पाएर पनि थाहा नपाएको जस्तो गर्दैछस्? भन्, मेरो क्वेसन गर्न सक्थे? कति पैसा बिकिस्? कति पैसा लिइस् त्यो मान्छेसँग तैले? भन्। निर्मल कस्तो कुरा गरेको तिमीले? कसको पैसा लिए मैले? यो पैसा सैसा के कुरा गरिरहेछौ तिमीले? के भन्दैछौ? सब कुरा सुनेको छु मैले। मेरो यो कानले सुनेको छ, यो आँखाहरूले देखेको छ। मेरी दिदीको सौता अनि त्यो अर्को एकजना केटा मान्छेसँग तेरो के कुरामा डिल हुँदै थियो? भन्। ए त्यो कुरा
म घर जाने भनेर सल्लाह गर्दै थियौँ। मेरो घर जाने बेला भयो नि त। घर जाने बेला भयो। अनि त घर जाने बेलामा मलाई के गर्ने रे? बिहे गरेको जस्तो नाटक गरेर लाने रे? अनि बाटोमा त्यो गुन्डाहरूको केटा बोलाएर मलाई त्यही खलास गर्ने रे? हिम्मत छ? अलिकति पनि हिम्मत छ तमा? मलाई त्यसरी लगेर त्यसरी खाल्टोमा हाल्ने हिम्मत छ तेरो? होइन निर्मल, म त कहाँ तिमीलाई त्यस्तो भन्न सक्छु र? त्यो त उनीहरूले भनेको। मलाई विश्वास गर न, म त तिमीलाई माया गर्छु त निर्मल। गर्छेस् माया? तैँले कति माया गर्दिरहेछेस् अनि मैले कति माया पाइरहेको रहेछु भन्ने कुरा त मैले र मेरो दिदीले समेत थाहा पाइसक्नु भएको छ। तेरो मायामा म यसरी पागल भएँ। तैँले आफ्नो रूपको घमण्ड देखाएर मलाई तेरो माया जालमा फसाइस्। आखिर यही स्वार्थ लुट्नको लागि रहेछ होइन? दुनियाँ त पैसामा चलेको रहेछ र यो दुनियाँमा चल्ने तँ जस्तो नारी पनि पैसामै चलेको रहेछ होइन? म त तिमीलाई माया गर्छु नि, तिमीलाई थाहा छैन निर्मल? प्लिज निर्मल, मलाई यस्तो कुराको आरोप नलगाऊ न। तिमी त मलाई बुझ्छौ नि। बुझ्थे, म एउटा सोझो इमानदार मान्छे भनेर म सबै नारीहरूलाई समान व्यवहारले हेर्थे। सबै नारीहरूलाई म एउटै तराजुमा जोख्थे। तर तँ जस्तो चरित्रहीन मैले गर्दाखेरि आज मलाई एउटा इमानदार पुरुष भन्नलाई घिन लागिरहेको छ। म आफूलाई नै गलत बुझिरहेको छु। तँलाई ती मान्छेहरूले कति पैसा दिए अनि तैँले कति पैसा लिइस्? छैन के निर्मल, छैन। मैले एक पैसा पनि लिएको छैन। तिमी मेरो विश्वास गर न। मलाई कस्तो टेन्सन भइसक्यो तिमी रिसाएको देखेर। म रिसाएको मात्रै हुँ अहिले। मैले चाहे भने तँ जस्ती केटीलाई त एक मुठी पारेर राम तुलाई गर्न सक्छु। छोरी मान्छे होस् किन हात हाल्नु भनेर बचिरहेको छिस्, बुझिस्? यो त अति ख निर्मल। तिमीलाई मैले मायाले सम्झाइरहेको छु, तिमी चाहिँ मलाई उल्टो खेल्छौ। के गर्न सक्छौ गर? के गर्न सक्छौ गर? म के गर्न सक्छु तँलाई देखाउनु पर्यो। बोला तिमीहरूको त्यो अर्को दुईजना मान्छेलाई पनि के गर्छु म यही ठाउँमा देखाउँछु। के सम्झेकी छेस् तैँले मलाई? कुरा गर्दिरहेछ। छोरी मान्छे हुँ, छोरा मान्छेले हात हाल्यो भने यो देशको कानुनले छोरा मान्छेलाई जे पनि गर्न सक्छ। त्यही भएर म यसलाई तह लगाउँछु, यसलाई हातमा खेलाउँछु भन्ने सोचेको थिइस् होला होइन? तर म त्यस्तो होइन। कसरी तलाउनु पर्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ, बुझिस्? बुझे खुब तलाउने रहेछस्। आफ्नै घरमा सतु पालेर त अहिलेसम्म तलाउन सकेको रहेनछस्। अझ मलाई तलाउँछु रे। लु ल त हेरौँला तेरो हिम्मत नि हेरौँला। अब तैँले सबै कुरा थाहा पाइहालेछस्। के गर्न मन छ गर्दा हुन्छ। अहिले म जान्छु, छाड मेरो बाटो। मैले बाटो छोड्नु पर्ने? तँलाई त म आज ज्यानजाला बाटो छोड्छु। तेरो लास बनाएर यही काटिदिन्छु। अनि के सोचेछस्? तैँले त मेरो जिन्दगी बर्बाद पारेको छस्। भोलि बिहान हेर्दाखेरि तेरो लास कसैले पत्ता नलाग्ने गरी यही गायब गरिदिन्छु, बुझेछस्? चाहिँ ठुलो कुरा गर्दा चल तँलाई त